आजको वचनको सेवाकाईमा म तपाईँहरूलाई विशेष स्वागत गर्न चाहन्छु। ख्रिस्ट येशूको नाउँमा जय मसीह। 2 थेसलोनिकी 2:3-4 यस्तो लेखिएको छ, कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदियोस्, किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउने छैन। त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ। आमेन। यो वचन खण्ड चाहिँ ख्रिस्ट विरोधीहरू कहिले आउँछ या ख्रिस्ट विरोधीहरूले कसरी चाहिँ अब आएको चिन्हहरू हामीले थाहा पाउने, हामी विश्वासीहरू चाहिँ कसरी विश्वासमा अडिग रहने भन्ने बारेमा छ। बाइबल अनुसार ख्रिस्ट विरोधी 1 यूहन्ना 2:18 आउँदैछ। ख्रिस्टले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुभन्दा ठिक अगाडि त्यसले ख्रिस्टलाई र ख्रिस्टका सन्तहरूका विरुद्धमा शैतानको अन्तिम आक्रमण गर्ने योजना गर्नेछ। पावलले ख्रिस्ट विरोधीका निम्ति विभिन्न प्रकारले बोल्नु भएको छ। ती उपशब्दहरू छन्, जस्तो पापको मानिस, सर्वनाशको छोरा जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ। 2 थेसलोनिकी 2:3 यो कुराहरू छन्। बाइबलमा प्रयोग गरिएका अन्य शब्दहरूमा समुद्रबाट निस्केर आएको पशु, प्रकाश 13:1-10, चहकिलो तारा रङको पशु, प्रकाश 17:3 र पशु मर्छन् अर्थात् पर्छन्, प्रकाश 17:8, 16 र 19:19-20 र 20:10 पदमा चाहिँ यो विभिन्न उपनामहरूले चाहिँ यो ख्रिस्ट विरोधीलाई चाहिँ सङ्केत गर्नुभएको छ। ख्रिस्ट विरोधीको आगमनका चिन्हहरू चाहिँ कस्ता हुन्छन् त? आनन्दित अलप जस्तै ख्रिस्ट विरोधीको आगमन पनि चेतावनीको सङ्केत सहित हुनेछ। धेरै चिन्हहरूले त्यसको आगमन र ख्रिस्टलाई दर्शाउँछ। यस पृथ्वीमा त्यो देखा पर्नुभन्दा अगाडि कम्तीमा 3 घटनाहरू भएको हुनुपर्छ। एकमा अधर्मको रहस्यले अघिबाटै पृथ्वीमा सुरु गरेको काम अझ तीव्र भएको हुनुपर्छ। 2 थेसलोनिकी 2:7 पद। विद्रोह आएको हुनुपर्छ। 2:3 नम्बरमा जसले त्यसलाई रोकिराख्नु भएको छ उहाँ हट्नुपर्छ। 2:7 पदमा है। अधर्मको रहस्य दुष्ट शक्तिहरूका कार्यहरूमा पर्दा पछाडि बसेर काम गरिरहेका कुरा संसारभरि व्याप्त भएको हुन्छ र पवित्र शास्त्रमा उल्लेख गरिएका स्तरहरू र आज्ञाहरूको पूर्ण गिल्ला र व्यवस्था गरेर चरम बिन्दुसम्म नपुगुन्जेल त्यो वृद्धि भइरहनेछ। पापको मानिसको आत्मा विश्वव्यापी रूपमा व्याप्त भएको कारण धेरैजनाको प्रेम सेलाएर जानेछ। मत्ती 24:10-12 पनि यो कुराहरू भनिएको छ। लुका 18:8 पनि यो कुराहरू भनिएको छ। र तैपनि सच्चा विश्वासीहरूको समूह नयाँ करारमा प्रकट गरिएका प्रेरितीय विश्वासप्रति वफादार रहिरहनेछन्। मत्ती 24:13, 25:10, लुका 18:7, प्रकाश 2:7। यी विश्वासयोग्य मानिसहरूद्वारा मण्डली पवित्र आत्माको वचनको तरबारले युद्ध गर्ने योद्धाहरूको मण्डली हुनेछ। एफिसी 6:11 त्यहाँ प्रशस्त मात्रामा परमेश्वरको पवित्र आत्माको हात हतियारहरू लियो भन्ने कुराहरू छ। र यही कुराहरू चाहिँ यी विद्रोहको मानिस अर्थात् ग्रिक अपोस्टासियाको शाब्दिक अर्थ छोड्नु, पतन हुनु र सैद्धान्तिक तौरले निराशमा आउनेछ भन्ने छ। अर्थात् मत्ती 24:5-10, 13 र 24:24 चाहिँ यो कुराहरू छ। 1 तिमोथी 4:1 र 2 तिमोथी 4:3-4 चाहिँ आखिरी दिनहरूको विषयमा विशेष रूपमा बताइएको छ र आखिरी दिनहरूमा मण्डलीहरूमा भक्तिहीन तत्त्वहरूले हमला गर्नेछ भने पावलले विशेष रूपमा जोड दिनुहुन्छ है। अनि मण्डलीभित्र हुने विद्रोह वा 2 आयामहरू हुनेछन्। ईश्वर शास्त्रीय विश्वास त्यागमा ख्रिस्ट र प्रेरितहरूमा मौलिक शिक्षाहरूलाई आंशिक वा पूर्ण रूपमा इन्कार गर्ने र त्यसबाट अन्यत्र लाग्ने कुरा गर्छ। 1 तिमोथी 4:1, 2 तिमोथी 4:3 पश्चाताप, अनैतिकताबाट अलगपन र परमेश्वर र उहाँका स्तरहरूप्रति वफादारीतालाई व्यवस्था गर्दै झुटो शिक्षकहरूले उद्धार र सस्तो अनुग्रहका विषयमा प्रचार गर्नेछन्। 2 पत्रुस
2 1देखि 3, 12देखि 19 पदमा पनि यो कुराहरू छन्। मानव चाहना र स्वार्थ केन्द्रित लक्ष्यहरूमा आधारित झुटा सुसमाचारहरू लोकप्रिय बन्दै जानेछन्। 2 तिमोथी 4 3देखि 4मा आफ्नो इच्छा अनुसारको होइन यस्तो कुराहरूमा ध्यान लाग्दै जानेछ। आफ्नो सिद्धान्तहरू बनाउने, आफू मात्रै भक्तिहीन जस्तो गर्ने यस्तो प्रकारको कुराहरू हुन्छ। नैतिक विश्वास त्याग ख्रिस्टसित आफ्नो उद्धारको सम्बन्ध विच्छेद गर्न र पाप र अनैतिकतामा फर्कने माध्यम बन्नेछ। विश्वास परित्याग गर्नेहरूले सही सिद्धान्त र नयाँ करारको शिक्षा घोषणा गरिरहेका हुन सक्छन्, तैपनि तिनीहरूले परमेश्वरको नैतिक स्तरलाई त्यागेका हुन्छन्। यशाया 29:13, मत्ती 23:25देखि 28 यसमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। धेरै मण्डलीहरूले सङ्ख्या, रुपैयाँ, पैसा, सफलता र सम्मानको खातिर हरेक कुरालाई छुट दिनेछन्। 1 तिमोथी 4:1, क्रुसको सुसमाचार र सतावट भोग्ने। फिलिप्पी 1:29, पापलाई पूर्ण रूपमा घृणा गर्न। रोमी 8:13, परमेश्वरको राज्यको निम्ति बलिदान गर्न र आफूलाई इन्कार गर्न दिएको क्रुसको सुसमाचारको बोलावट दुर्बल बन्दै जानेछ। मत्ती 24:12, 2 तिमोथी 3:1देखि 5, 4:3 पदमा यो कुराहरू छन्। मण्डली इतिहास र विश्वास त्यागका विषयमा गरिएका भविष्यवाणी दुवैले विश्वासीहरूलाई युगको सुरुदेखि अन्त्यसम्म निरन्तर वृद्धि भइरहेको परमेश्वरको राज्यको लागि हलुका रूपमा नलिन चेतावनी दिन्छन्। मण्डली इतिहासको कुनै पनि समयमा परमेश्वर र उहाँको वचनका विरुद्धमा विद्रोह उद्वेग लाग्दो अनुपातमा वा चरम बिन्दुमा पुग्नेछ। परमेश्वरको दिनले उहाँको सत्यता इन्कार गर्नेहरूमाथि परमेश्वरको क्रोध आउँछ भनेर यहाँनिर भनिएको छ है। 1 थेसलोनिकी 5:2देखि 9मा, किनकि परमेश्वरको विरुद्धमा खडा हुनेहरूलाई त झनै धेरै चाहिने क्रोधहरू आउँछ। यो कुराहरू त हामीलाई अनुमान गर्न सक्छौँ। संसारमा परमेश्वरको राज्य र उहाँको धार्मिकताको अन्तिम विजय निरन्तर वृद्धि भइरहेको नामधारी मण्डलीको सफलतामा निहित छैन, तर परमेश्वरको संसारमा आफ्नो धार्मिक न्याय गर्नुहुने अन्तिम हस्तक्षेपमा निहित रहन्छ। प्रकाश 19:22, 2 थेसलोनिकी 2:7 र 8 पद, 1 तिमोथी 4:1, 2 पत्रुस 3:10देखि 13, यहुदाको पुस्तक। यी सबै कुराहरू चाहिँ ख्रिस्ट विरोधीहरूको विरुद्धमा अर्थात् झुटा कुराहरूबाट बच्नको लागि सन्देशहरू छन्। पापको मानिस प्रकट हुनु र परमप्रभुको दिन सुरु हुनुभन्दा अगाडि एक निर्णयात्मक घटनाहरू घट्नुपर्छ। 2 थेसलोनिकी 2:2देखि 3मा यही कुराहरू छ। अथवा कसैलाई हटाउनुपर्छ अर्थात् कोही हट्नुपर्छ। 2:7 पदमा पनि यही कुरा छ। वा अधर्मको रहस्य वा पापको मानिसलाई रोकिराख्नु भएको व्यक्तिलाई हटाउनुपर्छ। 2 थेसलोनिकी 2:3देखि 6 पदमा पनि यही कुराहरू छन्। जब रोकिराख्नु भएको व्यक्तिलाई हटाइन्छ त्यसपछि परमप्रभुको दिन सुरु हुन्छ। 2:6देखि 7 पदमा अहिलेसम्म जसले रोकिराख्नु भएको छ लाई पवित्र आत्मा हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ। उहाँसँग मात्र दुष्ट अनि पापको मानिस र शैतानलाई रोकिराख्ने शक्ति छ। 2 थेसलोनिकी 2:9 पद, रोकिराख्ने व्यक्तिलाई जनाउन पुलिङ्ग शब्द अहिलेसम्म जसले त्यसलाई रोकिराख्नु भएको छ। 2:7 र नपुंसक लिङ्ग शब्द कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ। 2:6 पद दुवै प्रयोग गरिएका छन्। त्यसै गरी पवित्र आत्मालाई जनाउनका पनि ग्रिक पुलिङ्ग सर्वनाम र नपुंसक लिङ्ग सर्वनाम दुवै प्रयोग गरिएका छन्। उत्पत्ति 6:3 पद, यूहन्ना 16:8 पद, रोमी 8:13 पद। पवित्र आत्माको पापलाई रोक्ने काममा विषयमा टिपोट हेर्नुपर्ने हुन्छ। गलाती 5:17 पदमा हेर्नुहोस्। अनि महासङ्कटको अन्तिम 7 वर्षको सुरुमा पवित्र आत्मालाई हटाइनेछ। यसले उहाँलाई संसारबाट हटाइनेछ भन्ने अर्थ दिँदैन, तर पापको मानिस र ख्रिस्ट विरोधीहरूलाई रोकिराख्ने उहाँको प्रभाव समाप्त हुनेछ। पापको विरुद्धमा सबै रोक्ने कुराहरूलाई हटाइनेछ र शैतानद्वारा प्रेरित विद्रोह सुरु हुनेछ। तथापि महासङ्कटको समयमा मानिसहरूलाई तिनीहरूको पापको दोष देखाइदिन र तिनीहरूलाई ख्रिस्टमा परिवर्तन गर्न र तिनीहरूलाई सशक्त बनाउन पवित्र आत्मा पृथ्वीमा रहनुहुनेछ। प्रकाश 7:9, 14:11, 11:1देखि 11, 14:6देखि 7 पद। यहाँनिर अलिकति मिस्टेक छ। प्रकाश 7:9 पद अनि 14 अनि प्रकाशको किताब 11:1देखि 11 र 14:6देखि 7 पदमा तपाईँले हेर्नुहोला है। पवित्र आत्मालाई रोकिराख्ने कार्यबाट हटाइएपछि पापको मानिसलाई दृश्यमा आउन मार्ग खुलस्त हुँदछ। 2 थेसलोनिकी 2:3देखि 4 सत्यता प्रेम गर्न इन्कार गर्नेहरू सबैजनामाथि परमेश्वरले ठुलो भ्रम पठाउनुहुनेछ।
2:11 तिनीहरूले पापको मानिसका दाबीहरू ग्रहण गर्नेछन् र मानव समाज पहिला कहिल्यै नभएको भ्रष्टताको भुमरीमा फस्नेछन्। यो कुराहरू भनिएको छ। पापलाई रोक्ने पवित्र आत्माको सेवा मण्डलीले अगाडि बढाउनेछ, जो पवित्र आत्माको मन्दिर हो। 1 कोरिन्थी 3:16 र 17, 6:19 पनि यो कुरा छ। यसैले पवित्र आत्माको हटाइसँगै त्यही समयमा सच्चा विश्वासीहरूको आनन्दित अल्लाहको बलियो सङ्केत हो भनी धेरैजना व्याख्याकारहरूले विश्वास गर्छन्। 1 थेसलोनिकी 4:17 अर्थात् आफ्ना मण्डलीहरूलाई आफू कहाँ लान र तिनीहरूलाई क्रोधबाट छुटकारा दिनको लागि ख्रिस्टको अर्थात् आफ्ना मण्डलीहरूलाई आफू कहाँ लान र तिनीहरूलाई क्रोधबाट छुटाउनको लागि ख्रिस्टको आगमन चाहिँ 1 थेसलोनिकी 1:10 परमप्रभुको दिन र पापको मानिसको प्रकटीकरणभन्दा अघि हुनेछ। यो कुराहरू प्रष्ट भनिएको छ है। 2 थेसलोनिकी 2:6 उल्लेख गरिएको रोकिराख्ने कुरा नपुंसक लिङ्गले अर्थात् पवित्र आत्मा र उहाँको रोकिराख्ने सेवालाई बुझाउँछ भने 2:7 उल्लेख गरिएको अहिलेसम्म जसले त्यसलाई रोकिराख्नु भएको छ पुलिङ्गले ख्रिस्ट येशूमा एकताबद्ध विश्वासीहरूलाई हटाउने कुरालाई बुझाउँछ भनी केही विद्वानहरू विश्वास गर्छन्। अर्थात् परमभूतसित रहन ख्रिस्टलाई आकाशमा भेट्न तिनीहरूलाई उठाइ लगिने कुरालाई बुझाउँछ। 1 थेसलोनिकी 4:17 यो कुरा भनिएको छ है। त्यस्तै अब ख्रिस्ट विरोधीका कार्यहरू कस्तो हुन्छन् तपाईँ हामीले हेर्नुपर्छ, बुझ्नुपर्छ, चनाखो हुनुपर्छ र मण्डलीको संरक्षणमा पवित्र आत्माको अगुवाई सधैँ माग्नुपर्छ। हालेलुया। ख्रिस्ट विरोधीका कार्यहरू चाहिँ परमप्रभुको दिन सुरु हुँदा पापको मानिस प्रकट भएको हुन्छ। त्यो संसारको शासक बन्नेछ र यस युगको अन्त्य नहुनुभन्दा 7 वर्ष अगाडि त्यसले इजरायलसँग करार बाँध्नेछ। दानियल 9:27 त्यसले 3.5 वर्षपछि इजरायलसित करार भङ्ग गरेपछि त्यसको वास्तविक परिचय पुष्टि गरिनेछ। त्यो संसारको शासक बन्नेछ। त्यसले आफूलाई परमेश्वर घोषणा गर्छ। त्यसले यरुसलेममा भएको मन्दिरलाई अपवित्र बनाउँछ अनि परमप्रभुको आराधना गर्न बन्देज लगाउँछ। 2 थेसलोनिकी 2:4, 8-9 र यसले प्यालेस्टाइन देशलाई बर्बाद गर्छ। दानियल 9:27 हेर्नुभयो भने यो कुराहरू तपाईँले पाउनुहुन्छ। अब ख्रिस्ट विरोधीले आफैलाई परमेश्वर घोषणा गर्नेछ र ख्रिस्टप्रति वफादार हुनेहरूलाई कठोर सतावट दिनेछ। प्रकाश 11:6-7, 13:7, 15-18, दानियल 7:8, 24-25। यसले आफ्नो घोषणाको निम्ति प्रयोग गर्ने महान मन्दिरबाट आफूलाई आराधना गर्न कर गर्नेछ। तुलना गर्नुपर्ने हुन्छ। दानियल 7:8-25, 8:4, 7:8, 11:31 र 36। मानव जातिले सृष्टिको सुरुदेखि नै यस किसिमको ईश्वरीय स्थान खोजी गरेका छन्। 2 थेसलोनिकी 2:8, प्रकाश 13:8 र 12। पापको मानिसले भ्रम फैलाउनका लागि शैतानको शक्तिमा छलपूर्ण ठुला चिन्हहरू, अचम्मका कामहरू र आश्चर्यमय कामहरू गर्नेछ। 2 थेसलोनिकी 2:9 छलपूर्ण आश्चर्य कर्महरूले मानिसहरूलाई झुटामाथि विश्वास गर्न लगाउने छलले भरिएको अलौकिक आश्चर्य कर्महरूलाई बुझाउँछ। सम्भवतः यी अलौकिक आश्चर्य कर्महरू विश्वव्यापी रूपमा टेलिभिजनमा देखाइनेछ। लाखौँ मानिसहरू प्रभावित हुनेछन्, भ्रममा पर्नेछन्। त्यो देखावटी चमत्कारी अगुवाहरूलाई पछ्याउनेछन्। तिनीहरू चाहिँ किनकि तिनीहरूसँग चाहिँ परमेश्वरको वचनको सत्यताप्रति गहिरो प्रतिबद्धता र प्रेमहरू भने हुने छैन। 2:9-12 यी कुरा छन्। अब अर्को हेर्ने हो भने पावल 2 थेसलोनिकी 2:9 र येशू ख्रिस्टले चाहिँ दुवैले भन्नुभएको वचन मत्ती 24:24 विश्वासीहरूलाई हरेक आश्चर्य कर्महरू र बाट चाहिँ परमेश्वरमा अलग गर्नेछन्। अब यी सबै कुराहरू यस्तो खतरापूर्ण हुनेछ, त्यसलाई हामी सबैजनाहरू सचेत हुनुपर्छ। ख्रिस्ट र पवित्र शास्त्रप्रति वफादार रहिरहेका व्यक्तिहरूले पवित्र आत्माका प्रदर्शनहरू 1 कोरिन्थी 12:7-10 र परमेश्वरबाट वा पवित्र आत्माबाट आएका हुन्। कहाँबाट आएका हुन् त्यो जाँच्नुपर्छ। त्यो जाँच्नको लागि पवित्र आत्मामा हामीले प्रार्थना गर्नुपर्छ। पवित्र आत्मामा हामीले सहायता माग्नुपर्छ। जुन पाए उही आत्मालाई हामीले विश्वास गर्नु हुँदैन। वरदानहरू परमेश्वरका सिद्ध र पवित्र छन्, तर गोलमाल र भ्रमका छैनन्। मण्डली आज सजग हुनुपर्छ। ख्रिस्ट विरोधीको पराजय। अब ख्रिस्ट विरोधी कहिले पराजय हुनेछ? परमेश्वरको समय आउनेछ। महासङ्कटको अन्त्यमा ख्रिस्ट विरोधीको निर्देशनमा शैतानले आर्मागेडोन धेरै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछ र त्यसले परमेश्वर र उहाँका मानिसहरूका विरुद्धमा युद्ध गर्नेछ र यस युद्धमा सारा संसार सहभागी हुनेछ। दानियल 11:45, प्रकाश 16:16। जब त्यो समय आउनेछ, ख्रिस्ट आउनुहुनेछ र अलौकिक हस्तक्षेपद्वारा ख्रिस्ट विरोधी र सुसमाचार पालन नगर्ने त्यसका सेनाहरूलाई नाश गर्नुहुनेछ।
15 र 21। त्यसपछि ख्रिस्टले शैतानलाई बाँध्नुहुनेछ र पृथ्वीमा आफ्नो राज्य पुनर्स्थापना गर्नुहुनेछ। प्रकाश 20:1-6। यस कारणले प्रियजनहरू, आदरणीय गुरुजनहरू, आदरणीय विश्वासी मित्रहरू वा तपाईँहरू परमेश्वरलाई विश्वास नगरेको मित्रहरू पनि हुनुहुन्छ, चाहे यो सबैको लागि यो दुःखदायी क्षण आउँदैछ, यो महासङ्कटको समय आउँदैछ। यसमा टिक्नको लागि पवित्र आत्माद्वारा हामी छाप लगाइएर उहाँको शक्ति र सामर्थ्यमा हामी प्रज्वलित हुनुपर्दछ। ख्रिस्ट विरोधीका आत्माहरूलाई चिनेर मण्डलीलाई सुरक्षित राख्नलाई, हामी परमेश्वरमा अनन्तको जीवनलाई सुरक्षित राख्नलाई हामी चनाखो बन्नुपर्दछ। धन्यवाद। आजको वचनको सेवाकाई प्रभुले आशिष दिनुभएको होस्। जतिजनाले सुन्नुभएको छ, हामी प्रत्येकमा, हाम्रो मण्डलीमा, हाम्रो घरनामा, हाम्रो आत्मामा परमेश्वरको निरन्तर आगमनले, पवित्र आत्माको आगोले सदा सर्वदा हामीलाई ज्ञान र बुद्धिले भरिपूर्ण तुल्याइदिनु भएको होस्। धन्यवाद चढाउँछौँ येशू प्रभुको नाममा।